तिमीहरूको छाला चिलाउँदैछ हो फेरि? चिलाइहाल्छ नि सर, यस्तो फोहोरमा बसेपछि चिलाउँदैन त। बस्ने ठाउँको चाहिँ व्यवस्था गर्नु पर्यो है सर। अरे अब के तिमीहरूलाई जेलभित्र सोफा ल्याइदिनु मैले? जे छ त्यसैमा एडजस्ट गरेर बस, नत्र इन्सपेक्टर सरलाई भनेर सबलाई बिजुलीको झट्का दिन्छु। त्यसले के भन्यो भर्खर? बिजुलीको झट्का दिन्छु भन्यो होइन? ओइ तेरो हिम्मत छ मलाई बिजुलीको झट्का दिने? म को हो चिनेक्छस् तैँले? कसलाई थर्काउनु भएको दाजु? त्यहाँ त कोही छैन त, हावालाई थर्काउनु भएको हो कि क्या हो? यस्तै हो नक्कली डनहरू, छरछिमेकको 2-3 जना फुच्चाफुच्चीलाई पिटेर आफूलाई डन भन्छ। ओइ भाइ, तैँले कसलाई नक्कली डन भनेको? तँलाई देखाऊ मेरो पावर? भयो नदेखा, देखिसके तेरो पावर भन्दा त यसको टावर ठुलो छ। ओइ भोगटेको नाति, त कोसँग न्यु खोज्दैछस् थाहा छ? हाम्रो दाइ डनहरूको पनि डन हो। तेरो बाउले भन्थ्यौ नेपालमा जति पनि डनहरू छ नि सबै दाइको अन्डरमा काम गर्छ। दाइको अन्डरमा होइन, दाइको अन्डरवेयरमा चाहिँ काम गर्छ होला। दाजु, जेलबाट निस्केपछि म पनि तपाईसँग काम गर्छु ल। मलाई पनि डन बन्ने ठुलो रहर छ। रहर मात्र गरेर डन बनिँदैन नि भाइ, डन बन्नलाई मुटु चाहिन्छ, मुटु। मेरो त 2-2वटा मुटु छ नि दाजु। एउटा मुटुको नाम शर्मिला हो अनि अर्को मुटुको नाम चाहिँ विद्या।